हेलो साथीहरु, निमावी अध्यापन अनुमति पत्रको भ्याकेन्सी खोलिसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ मसँग निमावी लाइसेन्सको विज्ञापनको नोटिस रहेको छ र अब तपाईहरुले चाहिँ निमावी लाइसेन्स लिन चाहनुहुन्छ भने चाहिँ दरखास्त दिन सक्नुहुन्छ। र आजको भिडियोमा तपाईहरुलाई चाहिँ निमावी लाइसेन्स सम्बन्धी नै सम्पूर्ण जानकारीहरु यो भिडियोमा दिन्छु। जस्तै कि कसरी तपाईहरु चाहिँ फर्म भर्न सक्नुहुन्छ, कहाँ गएर फर्म भर्न सक्नुहुन्छ, कुन वेबसाइटबाट, अनि के दस्तुर रहेको छ, कसले फर्म भर्न पाउँछ, सबै जानकारी तपाईहरुलाई यो भिडियोमा दिनेछु। यहाँ हेर्न सक्नुहुन्छ यो भ्याकेन्सी चाहिँ 6 महिना 12 गते निस्किसकेको छ र यो भ्याकेन्सी एप्लाई गर्नको लागि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एउटा वेबसाइटको नाम दिएको छ license.toc.gov.np। यहाँबाट चाहिँ तपाईहरुले चाहिँ अनलाइन दरखास्त दिन सक्नुहुन्छ र यो विज्ञापन चाहिँ हेर्न सक्नुहुन्छ। विज्ञापनको नम्बर रहेको छ 448283 अनि यो परीक्षा चाहिँ लिखित परीक्षा हुन्छ र लिखित परीक्षा भन्नाले यसमा चाहिँ अब्जेक्टिभ क्वेशन हुन्छ र त्यो ओएमआर सिटमा तपाईहरुले चाहिँ गोलो लगाउनु पर्ने हुन्छ र यसको दस्तुर चार्ज यहाँ हेर्न सक्नुहुन्छ 700 रुपैयाँ रहेको छ भने चाहिँ दरखास्त दिने अन्तिम मिति यानी कि तपाईहरुले कार्तिक 10 गतेसम्म चाहिँ यसमा चाहिँ अनलाइन आवेदन दिन सक्नुहुन्छ जसले लाइसेन्स चाहिन्छ तिनीहरुले। र त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ दोबर दस्तुरमा चाहिँ कार्तिक 17 गतेसम्म रहेको छ भने चाहिँ उमेर हद 18 वर्ष पुरा भएको ले दिन पाउँछ यसमा दरखास्तको माध्यममा हेर्न सक्नुहुन्छ license.toc.gov.np यसैबाट तपाईहरुले चाहिँ अनलाइन दरखास्त दिन पाउन सक्नुहुन्छ। र यसको एक्जामको डेट पनि यहाँ हेर्न सक्नुहुन्छ राखिसकेको छ। एक्जाम भनेपछि 2082 साल 8 महिना 20 गते दिउँसो 1 बजे हुनेछ र परीक्षा केन्द्रहरु चाहिँ तपाईहरुले जुन प्रदेशबाट फर्म भर्नुहुन्छ त्यही प्रदेशको राजधानीतिर पर्न सक्छ। जस्तै काठमाडौँबाट भर्नु भयो भने तपाईहरु काठमाडौँमै या कि त हेटौडा पर्न सक्छ भने यदि तपाई मध्य प्रदेशबाट भर्नु भयो भने चाहिँ त्यहाँ जनकपुरतिर कतै पर्न सक्छ। त्यो चाहिँ र एक जनाले एक ठाउँबाट मात्रै फर्म भर्न सक्नुहुन्छ। र अझै पनि जानकारी यहाँ तल राखेको छ, म तपाईहरुलाई चाहिँ देखाउने छु। तल यहाँ आउनु भयो भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ फर्म चाहिँ कसले भर्न पाउँछ भनेर 12 नम्बरमा रहेको छ। नेपाली नागरिक हुनु पर्यो, कुनै पनि अयोग्य हुने दफा लागेको हुनु भएन र यदि तपाईहरुले चाहिँ शिक्षा विषयमा 10+2 गर्नु भएको छ यानी कि 200 मार्क्सको तपाईहरुले शिक्षा सम्बन्धी विषय लिएर पढ्नु भएको छ भने चाहिँ तपाईहरुले फर्म भर्न पायो। र त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ त्यो भन्दा माथिको योग्यता भएको त झन् पाइ नै हाले। जस्तै कि बीएड कसैले गरेको छ भने तिनीहरुले त पाइ नै हाल्यो। र त्यसपछि तपाईहरुले चाहिँ डकुमेन्टहरु अपलोड के गर्नुपर्ने हुन्छ भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एउटा फुल नागरिकताको प्रमाणपत्र चाहियो, स्क्यान कपी त्यसपछि फोटो चाहियो, त्यसपछि सिग्नेचर चाहियो र न्यूनतम योग्यताको लब्धाङ्क यानी कि मार्क 12 को मार्कसिट चाहियो र तालिम लिएको छ भने चाहिँ तालिम पनि चाहियो र इक्विभ्यालेन्स यदि तपाई विदेशबाट पढ्नु भएको छ भने चाहिँ इक्विभ्यालेन्स लेटर पनि राख्नु पर्यो। र त्यसपछि अझै विस्तृत जानकारीहरु यहाँ राखिएको छ। विदेशबाट हो भने चाहिँ 12 क्लास पढेको छ भने इक्विभ्यालेन्स सर्टिफिकेटहरु त्यस्तै राख्नु पर्यो। अरु खासै यसमा दिएको छैन। र तपाईहरुले चाहिँ कहाँबाट चाहिँ यसको यो फर्म चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ र कसरी तपाईहरु आवेदन दिन सक्नुहुन्छ त्यो चाहिँ देखाउनु छु। यहाँ हेर्न सक्नुहुन्छ म उसमै जाने छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ toc.gov.np मा आउनु भयो भने चाहिँ यहाँ विज्ञापन भनेर यसमा क्लिक गर्नु भयो भने तपाईहरुले यो विज्ञापन विस्तृत विज्ञापन चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ आएर चाहिँ पुरा हेर्न क्लिक गर्नुहोस् भन्ने ठाउँबाट तपाईहरुले चाहिँ क्लिक गरेर चाहिँ पूर्ण विज्ञापन चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ भनेपछि अब तपाईहरुले चाहिँ आवेदन गरेर दिनुपर्ने हुन्छ भनेर देखाउने छु। यहाँ हेर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ license.toc.gov.np मा आउनुपर्ने हुन्छ। आइसकेपछि तपाईहरुले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र विज्ञापन 2082-83 यहाँ चाहिँ भ्यू डिटेलमा क्लिक गरेर त्यसपछि एप्लाई दरखास्त दिनको लागि यहाँ हेर्न सक्नुहुन्छ एप्लाई नाउ भन्ने छ, त्यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ आएर चाहिँ तपाईहरुले चाहिँ अकाउन्ट छैन भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ डोन्ट ह्याभ अकाउन्ट देन क्लिक हियर टु रजिस्टर भन्ने छ। यहाँ चाहिँ क्लिक गरेर तपाईहरुले चाहिँ अकाउन्ट बनाउनु पर्ने हुन्छ। हैन तपाईको पहिलाको वर्षको अकाउन्ट छ भने चाहिँ पासपोर्ट बिर्सिनु भयो होला क्लिक हियर गरेर चाहिँ पासपोर्ट रिसेट गरेर चाहिँ तपाईहरुले चाहिँ दरखास्त दिन सक्नुहुन्छ। यो विस्तृत चाहिँ यस कसरी फर्म भर्न सकिन्छ भने अर्को भिडियोमा हालौँला नै। यो सबै लिंकहरु तपाईहरुले चाहिँ भिडियोको डिस्क्रिप्सन बक्समा राख्नुहुन्छ, त्यहाँबाट पनि तपाईहरुले जस्ट वन क्लिकमा गए तपाईहरु त्यहाँ यहाँसम्म चाहिँ आउन सक्नुहुन्छ। र आजको भिडियोमा यति नै। धन्यवाद। केही क्वेरी छ भने चाहिँ कमेन्टमा राख्नु होला।